Hello guys, welcome back to my another vlog. Today I am here at Aquafreak Nepal. अनि आज चाहिँ म सबै बेटाहरुको कभर गर्दै छु है. मेनली बेटा अनि अरु फिशहरु पनि छ. ल ओके, ल स्टक चेक गर्छौं है त बेटाको के कस्तो छ. ल म दाइले दाना दिइरहनु भएको छ है अहिले. ल त्यसपछि हामी वन बाइ वन हेर्दै छौं. ओके ल हामीसँग आज यो के छ दाइ यता हामीसँग बेटा स्टकमा भएको भने चाहिँ यो फर्स्टमा स्नो व्हाइट प्ल्याकेट छ. स्नो व्हाइट प्ल्याकेट अनि त्यसपछि यो सलिड ब्ल्याकमा प्ल्याकेट भयो. ब्ल्याक छ है यो पुरै. त्यसपछि आउँछ यो निमो क्यान्डी छ. यसमा पानी भित्र छ भइरहेछ है. त्यसपछि यिनीहरू चाहिँ रोस्टेल हो. रोस्टेल यो पुच्छर छुट्टिन्छ हैन. ए यो पुच्छरले छुटाउने हो यिनीहरुलाई चाहिँ. रोस्टेलको चाहिँ ओके. यहाँ निमो क्यान्डी भइहाल्यो. निमो क्यान्डी जस कलरले छुट्टिने है यिनीहरुको चाहिँ. हजुर यो चाहिँ अब नर्मल ओएचएमहरु यिनीहरु भइहाल्यो हैन. प्ल्याकेटहरु पनि छ यो दुईटा. अनि अब यहाँ तलको चाहिँ अब यो निमो क्यान्डी भइहाल्यो. हजुर यिनीहरु चाहिँ अब अलिकति हाई ग्रेड वाला रेड ड्रागन तपाईले हेर्न सक्नुहुन्छ हैन. फिन्स पनि एकदम राम्रो छ है. कलर देखि लिएर एकदम रेड ड्रागन चाहिँ अब धेरै बाँकी छैन. कति 3-4 वटा मात्र बाँकी छ. 3-4 वटा मात्र कति बाँकी छ हैन. ए ओके. त्यसपछि यहाँ चाहिँ हाम्रो निमो क्यान्डीहरु आउँछ. यो सबै यहाँ निमो क्यान्डी बेटा. क्या फुलाइरहेको छ है. अहिले चाहिँ अब हामीसँग बेटा स्टकहरु भने सबै मेलहरु मात्रै छ. फिमेल चाहिँ छैन. फिमेल चाहिँ अब यो एक पिस परेको छ निमो क्यान्डीमा हैन. यहाँ माथि एक पिस छ. ए यहाँ एक पिस यो एक पिस हो हैन. बाँकी भनेको सबै यो रोस्टेलहरु नै हो यिनीहरु है. रोस्टेल चाहिँ अब यहाँ पनि छ. बाँकी अब अलिकति यो सुस्त भएर यिनीहरु एक्टिभ भएको छ. जस लाइट पनि भर्खरै अन भयो हैन. लाइट अन भएर चाहिँ अलिकति एक्टिभ भएको छन् कि यिनीहरु. क्या बवाल फुलायो. You can see एकदम राम्रो छ. रिफ्लेक्ट गरिरहेछ. अस्ति आएको दिनहरु भन्दा चाहिँ स्टक चाहिँ अलिक कम नै भइसक्यो. नत्र हाम्रो 150 प्लसै आएको थियो क्या. 150 प्लस नै थियो टोटल. यो प्ल्याकेट अनि रोस्टेलहरु बाहिर ओएचएमहरु पनि छ. त्यो त्यति गर्दाखेरि तपाईको 150 प्लस नै थियो भनौं न. 150 प्लस बेटा स्टक अहिले नि छ. टन्नै छ अहिले नि है. बाँकी छ छन त. टन्नै बाँकी छ. मोस्टली अब राम्रो पिसहरु चाहिँ सेलेक्टेड पिसहरु चाहिँ लिएर जानु भइसक्यो कि. अझै बाँकी छ है त राम्रो पिसहरु पनि. यस ठिकै छ. अनि यो एन्जल कुन हो दाइ? सो यसमा चाहिँ दुई थरीको एन्जल छ हैन. अब यो कालो फिन भएको वाला देख्नु भएको वाला चाहिँ बल्गेरियन सील पोइन्ट हो यिनीहरु चाहिँ. हजुर. अब यो वाला चाहिँ अब लङ टेल कोही एन्जल नै भयो, कमन वाला भयो. यो बल्गेरियन सील पोइन्टहरु चाहिँ अलिकति आउन भनौं न त्यति देखिरहेको खासै धेरै आउँदैन भनौं न. त्यही त मैले पनि त्यति देखिरहेको छैन यो. मैले पनि धेरै पछि मगाएको यो. ओके. मैले लगभग भयो होला यो. अस्ति एकचोटि चाहिँ हाम्रो रोयल पेट्समा देखाएको थिएँ देख्न चाहिँ. हजुर. त्योभन्दा अगाडि चाहिँ खासै देखाएको थिएन क्या मैले यो बल्गेरियन सील पोइन्ट चाहिँ. त्यही यसपालि बल्गेरियन सील पोइन्ट मगाएको छु. ओके है. एकदम राम्रो फिस हो यो चाहिँ. यो तलको के हो? सेलेक्टिभ पिस तलको सबै यो हस्पिटल ट्याङ्क हो. ठिक छ. अब यहाँ उहरू छ है काम्फाहरू. यहाँ ठुलो भएको काम्फाहरू राम्रो साइजको छ. प्यारोटै होइन यो? कस्तो अनुहार आउँछ के देखाएको नर्मल प्यारेट. ल यहाँ अगाडि चाहिँ हाम्रो कुन छ? यो चाहिँ सुपर हाई ब्याक. सुपर हाई ब्याक. साइज पनि राम्रो छ है यसको. साइज लगभग त्यही 8 इन्चदेखि 9 इन्चसम्म होला पुच्छरसम्म गर्दाखेरि. ओके. यो चाहिँ सर्टिफिकेटसँग आउँछ है यो चाहिँ. विथ सर्टिफिकेट हुन्छ है. ल अर्को नि हेरौँ. त्यसपछि उयो चाहिँ अब ककलले गेस गर्न सक्छ हैन.
गेस गर्न लाउनु। ओके, कुन फिस होला यो? कमेन्ट डाउन है। मलाई पनि थाहा छैन, मलाई त्यति थाहा नै हुँदैन। अलि एक्जोटिक फिसहरू बाँकी त अब काम्फा भइहाल्यो होइन, काम्फा भइहाल्यो है। हाम्रो यहाँ जङ्गल सेटअपमा छ ट्याङ्क। यहाँ के छ होला त? यसमा छ तिम्रो लङ टेल ब्रिसल नोजको फ्राईहरू छ। यही होइन, दुईवटा अगाडि आइरहेको रहेछ ठ्याक्कै। भयो त्यसपछि ब्ल्याक नियोन दुई तिनवटा कतिवटा छ। ओके, अप इन्स्टाग्राममा बोरेली छ क्या यसमा, भित्र लुकिरहेको होला। तर त्यही अब जङ्गल यहाँ छ, जङ्गलभित्र लुकिरहेको छ तिनीहरू चाहिँ। यही छ होला नि अन्त। कस्तो राम्रो छ यार। तिनीहरू चाहिँ अब अप इन्स्टाग्राममा बोरेली भयो। ब्रिडै गर्छ होला है यिनीहरूले त, पेयर अप भयो मेल फिमेल भयो भने चाहिँ। त्यसपछि यहाँ छ सुकाटियो। सोकाटियो यो सानो, यो त होइन, कुन हो? उयो पाइपमा भएको। ए पाइपमा भएको होला। यो सुकाटियो एल्गी खाने हो? सुकाटियो चाहिँ एल्गी इटर भयो होइन। ए ओके, यो चाहिँ हाम्रो नेपाल, इन्डिया अनि बङ्गलादेशको नेटिभ माछा हो क्या यिनीहरू चाहिँ। ए ओके। नेपालमा चाहिँ अब खै कतिको पाउँछ थाहा छैन, तराईतिरको खोलाहरूमा तराईतिरको खोलाहरूमा पाउँछ यिनीहरू चाहिँ। तर त्यही हो, अब अलिकति हुन्छ नि माछा अब यस्तो पाउन चाहिँ अलिकति खोज्नै पर्छ क्या। हो, सानो छ है एकदमै साइजमा नि। खास आउनु त योभन्दा सानो साइजमा आएको हो क्या मगा। ए ओके दाइ, अब बाहिरको स्टकमा पनि चेक गरौँ न हाम्रो बाहिर बेटाको। भन्दा पनि यहाँ भित्रकै बाँकी छ। ए कहाँ छ? भित्रकै हेरौँ ए गाइस है। यहाँ ओस्कारहरू पनि छ है। यो चाहिँ हाम्रो कपर अस्कर भयो। कपर ओस्कार जस यिनीहरू चाहिँ एकदम एग्रेसिभमै पर्छ है। ठुलो भएपछि अहिले नै यो यसको के भन्छ कलरहरू एकदम यिनीहरू चाहिँ राम्रो अलिकति देखिरहेको हाई छ है। क्वालिटीमा मगाएको मैले मगाउन चाहिँ। ओके, अब अलिकति स्ट्रेस भइरहेको भएर चाहिँ अझ कलर निस्काएको छैन कि यिनीहरू। त्यही पनि है, कस्तो अलिअलि त ऊ देखिरहेछ कि अहिले नै। ड्री फुडको सेटअपमा एकदम राम्रो देखिरहेछ है ओस्कार। अनि हाम्रो ओरेन्डाहरू पनि छ है। यसले के ट्राई कलर भन्न मिल्छ त? ओन्डा खास आउन चाहिँ ट्राई कलर भनेरै आएको हो होइन। हजुर तर बाँकी अब अरू पिस चाहिँ ट्राई कलर नै थियो। हजुर, यो चाहिँ अब बाँकी भएको पिस चाहिँ अब खासै ट्राई कलर भन्नु मिल्दैन भनौँ न। राम्रो राम्रो रहेछ है। गोलुमोलु जिलिएट। ओके, यहाँ चाहिँ कुन छ दाइ? यहाँ चाहिँ अब मिक्स छ क्या? रेड क्यापहरू, ब्ल्याक ओरेन्डाहरू। यो त रिउकिन जस्तो छ त यो। त्यो चाहिँ यहीँ नेपालमै ब्रिड भएको रिउकिन त्यो एक पिस छ। ए राम्रो रहेछ। त्यो चाहिँ कस्टमर एकजनाले ब्रिड गर्नु भएको हो र। ए ओके, ल्याइदिनु भएको। ए रेड क्याप नि राम्रो छ है। कस्तो क्युट देखिरहेको कि रेड क्याप है। फिसहरूदेखि लिएर है। जस मैले हबी पनि यस्तै फिसहरूबाट स्टार्ट गरेको थिएँ है। मलाई नि एकदम राम्रो लाग्छ यो रेड क्याप चाहिँ। क्युट हुन्छ, जापानिज फ्ल्याग टाउकोमा राखेर जस्तो देखिन्छ है। ओके, अब चाहिँ बाहिरको बेटाहरूको स्टक हेरौँ है। ओके ल, यहाँ चाहिँ हाम्रो बेटाको स्टकहरू छ कपमा। यो चाहिँ एकदम सर्टेन टाइमको लागि मात्रै हुन्छ है। सो अनि पानी चाहिँ किन येल्लो भनेर सोधिरहनु भएको थियो। त्यो ट्यानिङको होइन दाइ, हाम्रो आल्मोन्ड लिफको ट्यानिङहरू हो सबै। त्यो स्ट्रेस नहोस् भनेर चाहिँ यसरी राखिन्छ है फिसहरूलाई। अनि एकदम बेनिफिसियल हुन्छ है यो बेटाहरूको लागि चाहिँ यो ट्यानिङ लाइट। किनभने हाम्रो नेचुरल इन्भाइरोमेन्टमा नि यस्तै खालको ऊ हुन्छ कि जो ट्यानिङ वाटर हुन्छ। यहाँ पनि देख्न सक्नुहुन्छ है, येल्लो छ पुरै। सो यसमा कुन कुन छ दाइ? यसमा भएकोहरू चाहिँ सबै ओएसएम नै हो। हजुर, ओभर हाफ मुन है। ओके। रोस्टेल भन्दा पुच्छर चाहिँ अलिकति सानो हुन्छ यिनीहरूको, प्लस नर्मल पुच्छर हुन्छ। रोस्टेलको चाहिँ ठ्याक्कै त्यो पुच्छरमा डिटेल्सहरू होइन। हजुर, पुच्छर चाहिँ कस्तो फेदोटेल टाइपको हुन्छ। यिनीहरूको चाहिँ अब ओएसएमको चाहिँ ठ्याक्क हाफ मुनभन्दा अलिकति ठुलो हुन्छ क्या यिनीहरूको। ए राम्रो राम्रो कलरमा रहेछ है। कलर भेराइटी चाहिँ टन्नै छ। यो त ब्लू पनि होइन, कस्तो कस्तो खालको कलर छ कि है। त्यो ब्लूमा छ, रेडमा छ, मल्टी कलर भयो। अब यहाँ ब्लू एन्ड व्हाइटवाला छ, यहाँ व्हाइट छ है, गोल्डेनहरू भयो यिनीहरू चाहिँ। गोल्डेन।
मिक्स कलर खालको नि छ है, एकदम राम्रो कलरहरुमा छ। सो भिजिट गर्नु होला है, स्टकहरु सकिँदैछ, एकदम राम्रो बेटाहरु आएको छ। सो यता पनि छ है निमो क्यान्डीहरु। यसलाई के डाल्मेन्टियन मोली भन्छ? डाल्मेसियन मोली भन्छ। यसमा कलर चाहिँ दुईटा छ, डाल्मेसियन मोली छ प्लस जर्मन र्यामहरु पनि छ यसमा। ओके, मिक्समा छ यहाँ चाहिँ। यहाँ चाहिँ कुन छ त यो? हजुर यसमा यो कुन हो त यो तल? यसमा चाहिँ यिनीहरु चाहिँ पान्डागार हो, एल्गिगेटरहरु। हजुर है। त्यसपछि अमानो श्रिम्पहरु पनि छ यहाँ हेरेर। यहाँ रहेछ है, अमानो श्रिम्पहरु पनि छ यसमा। ओके, अब यिनीहरु चाहिँ बोलिभियन र्यामहरु भयो। बोलिभियन र्याम छ, असासिन स्नेलहरु छ। त्यसपछि आएर यहाँ कोस्टेड टेट्राहरु पनि छ। यो कोस्टेड टेट्रा चाहिँ धेरै छैन, 2 पिस मात्रै बाँकी भयो। सबै गइसक्यो जानु चाहिँ। यिनीहरु कस्तो ठुलो साइजमा रहेछ है? हजुर। ओ सर, अमानो श्रिम्प क्यान्सी है। गाइस ओके, हाम्रो पसलमा चाहिँ हुइज हियर है। स्कुल नेपाल आउनु भएको छ। हेलो दाइ। ओके ल, फिस स्कुल दाइ आउनु भएको छ। हाम्रो दाइहरुले नि भ्लग बनाउनुहुन्छ है, फिस स्कुल दाइ मेनली त न्यू भ्लगर इन टाउन। च्यानल चेक गर्नु होला है। एक्वाफ्रिक नेपाल दाजुले पनि बनाउनुहुन्छ। सो अब अमानो श्रिम्प चाहिँ भित्र टन्नु रहेछ ल। अमानो श्रिम्प चाहिँ छ यसमा। बेस्ट एल्गिगेटर हो नि त यो? हजुर, हाम्रो प्लान्टेड ट्याङ्कको लागि। ओके, यिनीहरू नि पुरै एल्गिगेटरै रहेछ। यो मजाले फ्लोमा बसिरहेको छ। पुरै पानी फ्लोमा। ल, यहाँ कोही सर्टेलहरू पनि छ है, पुरै ब्रिडिङ पेयरै हुन्छ यिनीहरू। साइज पनि राम्रो छ है। ओके, यहाँ पनि बेटाहरूको लिस्ट यो छ पुरै। यहाँ कपीहरू, सोर्टेलहरू रहेछ भित्र। ओके ल, कलरफुल टेट्रास। ल, अब हाम्रो चाहिँ यहाँ नाइफ फिस छ है, एकदम साइज ठुल्ठुलोमा। ग्रिन टेयर भयो, जाइन्ट डाइनो। यो क्या ठुल्ठुलो हुन्छ कि है? ल, यहाँ चाहिँ काम्फाहरू भयो है, अति बल काम्फा छ। पुरै नोज पर्लिङदेखि लिएर कलर पनि एकदम बवालै छ यार। उफ्रेला है फेरि यिनीहरू त, उफ्रिनु खोजिहाल्छ। एकदम धेरै पुरै हेरिरहेको छ माथि। सही देखिरहेको। त्यसपछि यहाँ छ ड्रिम ब्लू श्रिम्पहरु। श्रिम्पहरु टन्नै रहेछ त है। ड्रिम ब्लू श्रिम्प छ, 24K गोल्ड ब्याक श्रिम्प पनि छ। यसैमा छ, त्यो छुटाउनु पर्ने छ होइन। यहाँ रहेछ ल, छुटाएको चाहिँ छैन अहिले। त्यो 24K गोल्ड ब्याक श्रिम्प हो यिनीहरू चाहिँ है। यिनीहरू चाहिँ श्रिम्पको ट्याङ्कमा मात्रै राख्नु मिल्छ कि कस्तो छ यो? अब न्यानो माछाहरूसँग चाहिँ राख्नु मिल्छ। जस्तै अब तपाईँको नियोन टेट्रा, कार्डिनल टेट्राहरूसँग, माउन्टेन मिनोजहरू भयो, माउन्टेन मिनोजहरूसँग चाहिँ राख्नु मिल्छ। जस्ट अब यिनीहरूलाई यसरी नै हाइडिङ स्पेसहरू, यो मोसहरू राखिदियो भने चाहिँ अलिकति बस्ने चान्सेसहरू चाहिँ धेरै हुन्छ क्या ठुलो माछासँग राख्दाखेरि। ओके, यहाँ पनि बसिरहेको छ है पुरै मोसहरू भित्र। यहाँ चाहिँ कुन छ त है? यसमा चाहिँ हाम्रो कमन पाउने उयोहरू श्रिम्प्सहरू। ओके, कस्तो किरा जस्तो देखिने है अगाडिबाट हेर्नु। त्यो तलको चाहिँ कुन के फिस भन्छ त यसलाई? क्याट फिस जस्तो देखिरहेको। यही हो सुकाटियम। सुकाटियम क्याट फिसै हो यो? त्यो क्याट फिस त भन्नु मिल्दैन। एल्गिगेटर भनौँ न। ओके, कस्तो त्यस्तो देखिरहेको छ क्याट फिस त भन्नु मिल्दैन। त्यही है। ओके, श्रिम्प्सहरू पनि मजाको छ है।
फाउन्डेसन यसमा यहाँ चाहिँ फिमेलहरू हो क्या होइन निमो क्यान्डीको प्राइसहरू साइजहरू भनौँ न सेमी एडल्टहरू ए ओके यो चाहिँ अब आगो यस्तो साइजमा भयो हजुर फिमेल भनेर आएको तर प्रायः कति त मेल पनि छ क्या यसमा ए जो सानो साइजमा है साइजमा आएको होला ए त्यही भएर फाइट पनि गरेको छैन ओके यहाँ ओरन्डा हट पनि छ है रेड क्यापहरू क्युट क्युट मलाई एकदम राम्रो लाग्छ यस्तो ल ओके गाइस हामीले धेरै सबै कभर गर्छौँ है फिसहरू अनि मैले तल डिस्क्रिप्सनमा लिङ्कहरू पनि राखिदिरहेको हुन्छु है एक्वाफ्रिक नेपालको सो यु गाइस क्यान डाइरेक्टली कन्ट्याक्ट हिम अनि च्यानलको लिङ्क पनि राखिदिरहेको हुन्छ सो सब्सक्राइब है फिस नेपालको नि फिस स्कुलको नि लिङ्क राखिदिरहेको हुन्छ सो सब्सक्राइब गर्नु होला ल ल बाई दाइ Okay, bye-bye guys. ल बाई गाइस मिट यु नेक्स्ट भ्लग है त Like, share, subscribe guys. ल फर स्योर है Nepal, ल थ्याङ्क यू